गृहमन्त्री सुदन गुरुङज्यू कुनै एउटा जिल्लाको मात्रै कुनै एउटा अञ्चलको मात्रै गृहमन्त्री होइन क्या, समस्त देशको पुरै देशको चाहिने गृहमन्त्री हो। यो कुरा बुझ्नुपर्छ। कुनै सांसदहरूले भनेछन् है, हामीलाई सोध्दै नसोधी हामीलाई खबरै नगरी चाहिने हाम्रो जिल्लाहरूमा हाम्रो क्षेत्रमा चाहिने गृहमन्त्री एकदम खुला तरिकाले घुम्नु भएको छ। एकचोटि समन्वयन त गर्नुपर्छ नि, कुरा त गर्नुपर्छ नि, डिस्कस त गर्नुपर्छ नि, इन्फर्म त गर्नुपर्छ नि, पर्मिसन त लिनुपर्छ नि भन्ने खालका यस्ता बकम फुसे कुराहरू गर्दैछन् गरे। अरे तिमीहरूलाई चाहिएको के हो? पहिलाको जस्तै गृहमन्त्री खोजेको हो? मजाले आफ्नो कार्यालयमा बस्दै जुस पिउँदै है, तातो तातो दुध खाँदै मजाले इन्जोय गर्दै बस्ने खाले गृहमन्त्री चाहिएको हो तिमीहरूलाई? फिल्डमा उत्रिने, एक्सनमा उत्रिने गृहमन्त्री पाएका छौ तिमीहरूले त थ्याङ्क यू भन्ने हो। सर हजुर त हाम्रो क्षेत्रमा जानु भइरहेछ, हाम्रो क्षेत्रको दुःख पीडाहरू बुझ्ने कोसिस गर्नु भएको रहेछ, थ्याङ्क यू सर भन्ने हो। तिमीहरूले रिसाएर बस्ने होइन, हुप्प परेर बस्ने होइन। त्यो इगो चाहिने दिमागमा दिलमा इगो राख्ने काम नगर, बुझ्यौ नि? गृहमन्त्रीको यति ठुलो छ दिल, यति ठुलो छ मन, हरेक ठाउँमा जानुभएको छ, हरेक क्षेत्रमा जानुभएको छ, के समस्या छ बुझ्नु भएको छ है, त्यहाँको सर्वसाधारण जनताहरूसँग मिल्नु भएको छ। यो हो के हामीलाई यस्तै नेता चाहिएको होइन र? त्यही पनि तिमीहरू रिसाउँछौ, अहंकार अहम राख्छौ मनमा है, हामीलाई नसोधी कसरी जाने? अरे गृहमन्त्री हो यार, तिमीहरूले हो उहाँलाई सोध्ने, पर्मिसन लिने। उहाँलाई कसैको पर्मिसन लिन जरुरी छैन। प्रधानमन्त्री पछिको अर्को पावरफुल पद भनेको गृहमन्त्री हो। गृहमन्त्रीले चाह्यो भने नि अरू कुरा आफै बुझ्नु। गरि पनि रहेका छन् गृहमन्त्रीले, एकदम एक्सनमा उत्रेर गरिरहेका छन्। गर्ने मान्छेको खुट्टा तान्ने कोसिस चाहिँ नगरौ, बुझ्यौ नि? तिमीहरूले त झन् उहाँप्रति चाहिँ तिम्रो चाहिँ शुक्रगुजार, फेरि हिन्दीवाला शब्द आयो के, उहाँप्रति तिमीहरू चाहिँ नि धन्यवाद हुनुपर्छ क्या, धन्यवाद भन्नुपर्छ उहाँलाई, बुझ्यौ नि? आभार प्रकट गर्नुपर्छ। तिमीहरूको क्षेत्रमा जानु भएको छ, बुझ्नु भएको छ। यस्तो गृहमन्त्री पाउँदा पनि पुरा हामीलाई नसोधिकन ल। यस्तो भएर कस्तो लाग्यो मेरो कुरा? मैले भनेको कुरा सही हो नि होइन? यदि गलत छ भने कमेन्ट गर्नु होला के, सही छ भने पनि कमेन्ट गरिदिनु होला है त। ल भेटौँ ल अर्को भिडियोमा, मलाई फलो गरेर जानु होला। जय नेपाल।